घर सफा गर्ने कामदारहरूले प्राय नबताउने 9वटा सुपर क्लिनिङ ह्याक्स। 1. तेलले चिल्लो भएको भाँडाको ढकनीले हैरान बनाएको छ भने डिस सोप र सेतो सिरकामा भिजाउनुहोस्। कुनै झन्झट बिना सजिलै सफा हुन्छ। 2. झ्यारफोहोर भएर बाहिरको दृश्य बिग्रिएको छ भने टुथपेस्ट, डिस सोप र सेतो सिरका मिसाउनुहोस्। अलिकति तातो पानी हालेर राम्ररी हल्लाउनुहोस्। सिसामा स्प्रे गर्नुहोस्। कुनै पनि धार नबसी सफा हुन्छ। 3. टोयलेट सफा गरेपछि पनि गन्ध आइरहेको छ भने टोयलेट सिट निकालेर हेर्नुहोस्। धेरै मानिसले त्यो भाग कहिल्यै सफा गर्दैनन्। ब्याक्टेरिया लुकेर बस्ने ठाउँ यही हो। 4. झालको ट्र्याक पटरीमा धेरै मैलो जमेको छ भने स्पन्जमा ट्र्याकको चौडाइ बराबर चिनो लगाउनुहोस्। त्यही अनुसार काट्नुहोस्। अब ट्र्याक सफा गर्न धेरै सजिलो हुन्छ। 5. ब्लाइन्डमा धेरै धुलो जमेको छ भने किचनको चिम्टामा 2वटा स्क्रब प्याड लगाउनुहोस्। ब्लाइन्ड सफा गर्न यो एकदमै राम्रो औजार बन्छ। 6. भुइँका साना ग्याप जोडभित्र मैलो अड्किएको छ भने ब्रसलाई ड्रिल मसिनमा जडान गर्नुहोस्। पेशागत क्लिनरहरूले पनि यही तरिका प्रयोग गर्छन्। 10 गुणा छिटो सफा हुन्छ। 7. छत अझै फोहोर देखिन्छ भने डोरीमा पानीको पाइप बाँधेर प्रयोग गर्नुहोस्। कुनै पनि फोहोर छुट्दैन। 8. मोपबाट धेरै नराम्रो गन्ध आउँछ भने मोपलाई फोहोर झोलामा राख्नुहोस्। बेकिङ सोडा, डिस सोप र सिरका हाल्नुहोस्। 30 मिनट प्रतिक्रिया हुन दिनुहोस्। पछि पानीले पखाल्नुहोस्। मोप नयाँ भन्दा पनि सफा हुन्छ। 9. अन्तिम उपाय। साना साना सबै ग्याप र कुना काप्चा सफा गर्नका लागि यो तरिका काम लाग्छ। कुनै पनि कुनो छुट्दैन।